यस्तो रोमाञ्चक भ्लग चाहिँ कसैले पनि हालेको छैन होला सायद। भाइले हातले पनि समातिरहेको छ त के हो, ट्याप ट्याप ट्याप। हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। होप गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। सो आज पनि हामी उपस्थित भएको छ हाम्रो राम्रो राम्रो मिठो मिठो भ्लग लिएर आएर। सो अहिले चाहिँ त्यस्तै 7 बजिरहेछ, दिउँसोको भनौँ कि राति भनौँ, त्यस्तै 7 बजिरहेछ, दिउँसोकै भनौँ न होइन, दिउँसोकै 7 बजिरहेछ। सो आज चाहिँ हामी फिस हन्टिङ गर्न जानु लाग्यो खोलातिर। सो फिस हन्टिङको लागि भाइले चाहिँ यहाँनिर पुरा तिर बनाइरहेछ खतरनाक पाराले होइन। सो तिर बनिसकेपछि चाहिँ हामी एकछिन खानासाना खाएर अनि त्यसपछि रेडी भएर त्यसै रातिको 8-9 बजीतिर हामी फिस हन्टिङ गर्न जान्छौँ है त। सबैजनाले हेरिदिनु होला, मन पराइदिनु होला, अनेक थरी नसोचिदिनु होला। यो भिडियो चाहिँ जस्ट इन्टरटेनमेन्टको लागि बनाएको हो। सो कृपया सबैजनाले माया गरिदिनु होला। सो हामी चाहिँ सबै रेडी पारेर सबै खानासाना खाएर चाहिँ हामी बसिरहेको थियो। सो हाम्रो मिज्यू पनि जाने अरे भनेर भन्न थाल्यो। त्यसपछि अब मिज्यूले चाहिँ उता बौद्धसम्म लिन गएर आउनु पऱ्यो। यता चाहिँ हाम्रो चाहिँ त्यति चाङ्गुनारायण हो नि त। सो चाङ्गुनारायणदेखि बौद्धसम्म चाहिँ त्यस्तै कति किलोमिटर होला, त्यस्तै 14 किलोमिटर होला। सो यताउति जाँदाखेरि त्यस्तै कति 28 किलोमिटर जति हुन्छ होला। सो त्यति किलोमिटर गएर मिज्यूले लिएर अब हामी सबैजना सँगै मिलेर भ्लग बनाउँदै एकदम इन्टरटेनमेन्टको साथमा भ्लग बनाएर अघि बढ्नेछौँ गाइस। हेर्दै गर्नु होला हाम्रो भ्लगलाई त है त। बाहिर म चाहिँ यहाँनिर आइसकेँ मिज्यूले लिनको लागि। त्यस बाटोमा हिँड्दैछौँ गाइस। त्यस बाटो आएपछि चाहिँ जे पनि गर्छ कि यस्तो छ। घरमा सुतिरहेको थियो, घरबाट उठेर माछा मार्न जान्छ है हामीहरू चाहिँ। ल भ्लग बनाउँदै जाउँ न त, ल माछा मार्न जाउँ न भनेर बस्यो। यो गाइस फाइनली मिज्यूले चाहिँ मलाई पिकअप गरिसक्नु भयो। जाडो छ कि जाडोमा म आइसक्यो गाइस। यो गाइस रफ रोडिङ चाहिँ हुँदैछ यहाँ होइन। राइडर चाहिँ मेरो मिज्यू हुन्छ, यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले। चट्टा मारामा कस्तो बवाल छ। ओइ म झरम ल यहाँ उकालो आउँदैछ गाइस। अब उकालोमा चाहिँ हेर्दै रेडी, स्ट्यान्ड बाई, रेडी रेडी गो। ल गाइस हामी चाहिँ एकदम चाहिँ रेडी भइसक्यो। अनि अघिसम्म चाहिँ पानी परिरहेको थियो। जे होस् हाम्रो प्लान चाहिँ अब क्यान्सल हुन्छ भनेर चाहिँ कस्तो आँतिरहेको थियो। तर गडले सुन्नुभयो होला हाम्रो कुराहरू, टक्क पानी चाहिँ रोकाइदियो। सो हामी सबै केटाहरू चाहिँ एकदम चाहिँ रेडी भइसक्यो। टर्च बत्ती पनि छ यहाँनिर होइन। माछालाई गडसँग पुऱ्याइदिने हो, माछालाई गडसँग पुऱ्याइदिने हो एक्सपिरियन्स। ल खै हाम्रो त्यो माछा मार्ने झुर देखाइदियो भाइ। हाम्रो यस्तो यस्तो तरिकाकोहरू हुन्छ है गाइस। टक्क यस्तो यस्तो तरिकाको झुरहरू हुन्छ। टक्क लगाएर टक्क कम्बर कसिसक्यो है गाइस है, कम्बर कसिसक्यो। टक्क यो माछा मार्ने झुर चाहिँ यस्तो हुन्छ। यो चाहिँ टोपी लाउनु लाग्यो भाइ होइन। तिर आहा तिर पनि चक्क बनिसक्यो गाइस है। त अब हिँड्दै गर्छु। अब हिँडेर त्यहाँनिर खोलामा पुगिसकेपछि भेट्छ त गाइस। बाई बाई। यस्तो यस्तो रोमाञ्चक भ्लग चाहिँ कसैले पनि हालेको छैन होला सायद। मैले चाहिँ अहिलेसम्म देखाएको छैन यसरी राति राति यसरी गाउँघरमा बसेको मान्छेहरू चाहिँ यस्तो राति राति के अरे माछा मार्न गएको चाहिँ मैले अहिलेसम्म देखाएको छैन। जो सबजना एकदम एक्साइटेड भएर चाहिँ मार्न गइरहेको छ एकदम हेर। यस्तो छ है गाइस है, यस्तो बाटो छ चट्टलाई गाउँघरको बाटो। अहिले यहाँबाट अब खेतहरू सुरु हुन्छ। सो खेतहरू सुरु भएपछि त्यहाँदेखि चाहिँ इन्टरटेनमेन्ट अझै बढेर जान्छ कि गाइस। अब यहाँबाट चाहिँ घरहरू सबै सकिन्छ। त्यसपछि उतैनिर हाम्रो च्यानडाँडा छ। सो गाइस यहाँनिर हाम्रो च्यानडाँडा देख्न सक्नुहुन्छ। सो हामी चाहिँ आधी बाटोसम्म पनि आइपुगेको छैन, जस आधी बाटो चाहिँ आइपुग्न लाग्यो। यो एकदम अध्याएर छ, एकदम चाहिँ खेतै खेत हो गाइस। यस्तो हेर्न सक्नुहुन्छ, खेतै खेत छ पुरै गाइस। चारवटा यो चाहिँ हाम्रो च्यानडाँडा रहेको छ।
गाइस है एकदम चाहिँ च्यान्डाहरू चाहिँ यहाँनिर छ जस हामी उता पुग्नुपर्छ अझै उतापट्टि पुग्नुपर्छ ल फाइनली हामी चाहिँ खोलामा आइसक्यो यसो खोला हेरेको त खोला त पुरा धमिलो देखिरहेको रहेछ जो सफक भएको हो सफक पानी भएको हो हामीले तिर्सी हानेर अब चट्ट हो हामी चाहिँ यहाँनिर अब यो भाइ त कस्तो डर लाग्यो रे पानीमा छिर्नै हो पानीमा ल त्यहाँतिर पाउँदै यस्तो यस्तो भित्ता भित्ता हो आउँदैन यस्तो यतिको गर्दाखेरि त आउँदैन उहिले भाइले मारिदिन्छ ल भाइले चाहिँ खतरा मारिदिन्छ गाइज खै हो यसो उठाएर हो झ्याक झ्याक हल्का बेसकन हल्का हो चट्ट ल पऱ्यो रहेछ तल पाउँछ तल ला मेरो त बुटभित्र पनि पानी छिरिहाल कसम चाहिँ यस्तो बुट सुट लगाएर आएको छ गाइज होइन मैले चाहिँ बुट पनि डुबेर यहाँनिर पानी छिर्सेको गाइज मेरो त ल यहाँनिर चाहिँ पाउला पाउँछ पायो आइयो चट्ट भाइहरूले मारिरहेछ खै आयो कि आयो ल कात्लेहरू यस्तो मात्र आइरहेछ हिले आएछ एउटा हिले आएछ खै हाम्रो हिले आएछ एउटा ल गाइज चट्ट सुरुवातबाट सुरुवात भएको छ अहिले रातिको समयमा चट्ट यहाँनिर पनि सुरु भइसक्यो अब भाइले ल ढुङ्गा उचालेको छ ढुङ्गा उचाल्यो ल गाइज ढुङ्गा ऐच आम्मा खै ढुङ्गा उचाल्नु पर्यो ल ढुङ्गा उचाल्नु पर्यो ल भेट्टाइ क्या हो चट्ट ल भाइले मार्नु चाहिँ तरिका चाहिँ छ है आएछ एउटा आएछ के हो माछा धेरै भेटाएन त गाइज के भएको हो यस्तो ल यहाँनिर उल्टो चप्पल छ है चट्ट ल आएन छ गाइज आएन त्यो सानो छैन ल यहाँबाट गयो निस्क्यो क्या हो कहाँबाट फेरि नि ल ल यहाँनिर खोज्नु भेट्ला कि छ सो गाइज यहाँनिर चाहिँ धेरै माछा नै पाएन हामीले सोचे जस्तो माछा चाहिँ पाएन सो अब कैसियरको त्यो खोला आउने ठाउँमा चाहिँ जानु लाग्यो ल गाइज यसले चाहिँ यहाँनिर फेरि भेटाइसकेको छ है यसो हातले पनि मार्छ त के हो भाइले त आम्मा ल हालौँ यहाँनिर चट्ट ल यसरी त हैट भाइले हातले पनि समातिरहेको छ त के हो ट्याप माछा मार्ने चाहिँ जारी छ है जारी यहाँतिर छ हो कता फेरि भेटाइसकेको छ भाइले आम्मा कत्रो भविष्य दिन मार्नु न आज यस माछा चाहिँ यहाँनिर धेरै भेटाएन गाइज सोचे जस्तो माछा चाहिँ यहाँनिर भेटाएन हामीले ठिक न गाइज हामीले चाहिँ यहाँ फिल्डमा चाहिँ मेरो बिजु उत्रिसक्नु भएको छ अघिदेखि हामीले एक पाउ जति चाहिँ मारिसक्यो गाइज खोइ मारेर सकिसक्यो परेन यत्रोमा जोस गरेर बिजुको जोस अब जाऊ होला कि
परे बिहाको खुट्टामा कता चोट तर यो माथि चोट लाग्छ बिचरा यार बिहाको त so that कोल्डेको हातमा सस्तै गरिदिएर यार गाइज हामी चाहिँ उता कैशोरको के अरे खोलामा जान्छ भनेर बसिरहेको थियो अनि बाँकीले चाहिँ साथ दिएन गाइज के गर्नु अब पानी पर्न थाल्यो अन्त अब फेरि हामीले केही छाता साता केही पनि लिएर छैन नि त मोबाइलहरू पनि सबै भिज्छ अनि त्यसपछि त्यहाँनिर गएपछि यस्तो राति यस्तो जाडोमा होइन चिसो पनि हुन्छ भनेर चाहिँ हामी चाहिँ बिच बाटोबाट नै फर्किनु पऱ्यो सोचे जस्तो माछा चाहिँ भेटाएन त्यही चाहिँ दुखी हो जुन अब जाँदैछ हामी गाइजो यति टाढा उत्ते बस्ती जानुपर्ने हुन्छ अब हामीलाई उतै बस्तीतिर गाइज पानी परेर जस्तो भाग्नु पर्ने हुन्छ यार पानीमा भिजो हुन्छ यस्तो चिप्लो बाटो छ बाटो त कता हो यता रहेछ यता गाइजहरू भाग्यो गलत बाटोमा आइपुग्यो हामी गलत बाटो आइपुगेछ त कता हो पानी परेर कस्तो छ हालत खोइ सबैजनाको खोइ पानी परेर पानी हो के बताइ जाँदैछ पानी परेको मोबाइल त भिजिसक्यो गाइस मेरो त पुरै ब्लगको लागि यस्तो मेहनत गर्नुपर्छ त्यो चाहिँ पुरै फुल टु फुल डराएर त्यो चाहिँ डराएर क्या पुरै डराएर छ भाइ पुरै डराएर मलाई समातिरहेको छ क्या म चाहिँ नडराउने मान्छे म चाहिँ डराउँदिनँ सो गाइज हाम्रो भ्लग चाहिँ यसो इन्ड भएको छ त्यस बिचमा पानी परेर सबै भ्लगै सबै खराब भयो जस सही सलामत हामी घर आइपुगेको छ सोचे जस्तो माछा चाहिँ पाएन जस रमाइलो चाहिँ एकदम रमाइलो भयो तपाईँहरू पनि रमाइलो भयो हाम्रो भ्लग हेरेर जस एकदम इन्टरटेनमेन्ट भयो जस भ्लग बनाएको नि इन्टरटेनमेन्टको लागि हो जस इन्टरटेनमेन्ट लाग्यो त्यसमै खुसी छौँ हामी जे जस्तो दुःख भए पनि बरु हामी खपिदिन्छौँ तर जस एउटा इन्टरटेनमेन्टको लागि हिँडेको थियो इन्टरटेनमेन्ट भयो त्यसमै खुसी छौँ हामीहरू पनि सो अबको दिनमा अर्को भ्लगतिर भेटौँला गाइज सो सबैजनाले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला माया चाहिँ नमारिदिनु होला जस यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो सो मिस्टेक काहीँ त कमी कमजोरी चाहिँ हुनसक्छ जस हामीले सके जति चाहिँ इफोर्ट चाहिँ लगाएर चाहिँ भ्लगको लागि यति भन्दै बाई बाई थ्याङ्क यू